हिजो भएको दुःखद घटनाले हामी सारा नेपालीलाई दुखी बनाएको छ। पाकिस्तानको ब्रोडपीट हिमालमा आफ्नो यात्रा तय गरेर निस्कनु भएको हाम्रा नेपाली अचानक हिम पहिरो गएर 81 निधन भएको खबरले हामी सबैलाई दुखी बनाएको छ। सम्पूर्ण साहसी मनहरूप्रति मेरो हृदयदेखि भावपूर्ण श्रद्धाञ्जली। नेपालीहरू आफ्नो यात्रालाई लिएर पर्यटकको गन्तव्य, पर्यटकको रमाइलोको लागि उहाँहरूले आफ्नो हर कदमलाई आफ्नो सङ्घर्ष बनाएर उहाँहरू हिमाल चढ्न जानुहुन्छ र विगतका दिनहरूमा कति हिमाल चढेर हाम्रो देशलाई चिनाइसक्नु पनि भएको छ। तेन्जिङ लामु शेर्पा र पासाङ लामु शेर्पा उहाँहरूले आजभन्दा धेरै वर्ष अगाडि हाम्रो देशलाई चिनाइसक्नु भएको छ।